हो नि त उहाँले बुझ्नु भएन हैन नबुझेपछि चाहिँ उहाँहरू उता लाग्नु भयो विभिन्न पार्टीहरू लाग्नु भयो हैन अब लोभ लालचामा लाग्नु भयो त्यसले गर्दा उहाँले नबुझेको कारणले गर्दाखेरि चाहिँ हैन अनि उहाँहरू बाहिरिनु भयो क्या तर बाहिरिनेमा अब कति समय बाहिरिने त पछि त आफ्नो बाउ त बाउै मान्नु पर्यो नि त अर्काको बाउलाई त हामीले 30-35 वर्ष बाउ मान्दाखेरि हैन अब यो गति भयो हैन अब चाहिँ हामीले आफ्नो मूल घर चिन्नु पर्यो क्या हामी मङ्गल देशमा अहिले चाहिँ एमएनओमा चाहिँ हैन हाम्रो मूल घर बनेन त्यहाँ पनि म गएको थिएँ हैन के रे कार्यक्रममा गएको थिएँ के पो भन्नु हाम्रो साथीहरु त यहाँ संग्रहालय भवन मङ्गल नेसनल संग्रहालय गएको थियौँ हैन हाम्रो साथीभाइ त धेरै छन् नि त तर यो चाहिँ के जस्तो लाग्यो भने म चाहिँ विभाजन भइरहेछ क्या हामी आपसमा अब हैन उनीहरूले यो देशको शासकहरूले फुटाउने काम त गरिबस्छ नि चिर्ने काम त गरिबस्छ नि तपाईँको धर्मको बारेमा हैन धर्मको विषय लिएर तपाईँ राजनीतिको विषय लिएर हैन त्यो त हामीलाई छेक्ने काम त उहाँले गरिबस्नुहुन्छ है तर पनि हाम्रो राष्ट्रिय मुद्दाहरू चाहिँ हैन हाम्रो 80% मूलवासी मङ्गोलहरूको हक अधिकारको लागि त हामी लडिरहेको छौँ नि बोलिरहेको छौँ क्या त्यसैले गर्दाखेरि स्थापना दिवस चाहिँ 37औं स्थापना दिवस चाहिँ तपाईँको यता इटरीमा हुँदैछ अनि यो चाहिँ तपाईँको पौष 17 गते सुनसरी इटरीको चाहिँ जुन हाम्रो तररा बहुभाषिक फुटबल खेल मैदान भन्ने एउटा खेल मैदान छ तर यहाँ चाहिँ कोशी प्रान्तीय सभाले आयोजना गरेको आफ्नो आफ्नो प्रान्तले आयोजना गरेर सबै प्रान्ततिर चाहिँ भइराखेको छ यसमा पनि हाम्रो अब यो कोशी प्रदेश क्षेत्रमा चाहिँ अब सबै क्षेत्रमा चाहिँ को चाहिँ त्यहाँ भेला भएर चाहिँ 37औं स्थापना दिवस मान्नुपर्ने र अघि तपाईँले भन्दै हुनुहुन्थ्यो अलिकति जोड्नु चाहे तपाईँले भने जस्तै हाम्रो मान्छेहरूले यहाँको शासकहरूले चकनाचुर बनाइसके किन भन्दाखेरि विभिन्न पार्टी अब तपाईँको अहिले त निर्वाचन आयोगमा जानु बित्तिकै हाम्रो अनुहारको मान्छेहरू त यसो हेर्नु बित्तिकै उसको विचार के छ त्यो पार्टीको दर्शन के छ उद्देश्य भिजन के छ त्यो नहेरी ठ्याक्कै दल दर्ता दिनुको कारण चाहिँ टुक्रै टुक्रा बनाउनु क्या जस्तै हर्क सङ्कङले अलिकति मत लान्छ उसलाई दल दर्ता दियो अनि कुलमानलाई पनि दल दर्ता दियो अलिकति तामाङहरूलाई त्यहाँ भेला पार्यो अनि बाँसुरी भन्नुभयो राष्ट्रिय परिवर्तनशील पार्टी त्यसमा उसले जितेर पनि के गर्नु 2-4 भोट हाम्रो बाँडिने मात्रै हो अब यो देशको बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूलाई एकै ठाउँमा जोडिने सूत्र चाहिँ के हो भन्दाखेरि अब हाम्रो नस्ल मङ्गोल हो